कपिल आज म तिमीलाई एउटा कुरा सोध्नु थियो कि हामीले डेटा प्याक हाल्छौँ होइन अहिले हाल्छु अब त्यसको अब अहिले एकछिनमै सकिहाल्छ त्यसले छिटो छिटो अब हामीले सोचेको भन्दा बेसी अब 1 घण्टा 2 घण्टामै त्यो डेटा प्याक सक्छ बेसी युज नगरिकन पनि होइन त्यो चाहिँ के कारणले हुँदैछ त्यसको चाहिँ अलिकति बताइदिनु त्यसको है र आज तपाईहरुलाई पनि त्यो समस्या आइराको होला त्यो विषयमा भनिदिन्दैछु किनभने अहिले हामी डेटा प्याक हाल्छौं मन्थली प्याकमा त्यो 2 GB हरु हुन्छ हजुर प्लस एक्स्ट्रा बुस्टर हाल्दा हुन्छ है त्यही त त्यो एक्स्ट्रा बुस्टर चाहिँ नि हामीले चाहिँ कसरी नहाल्नु पर्ने हैन अब हैन पैसा सेभ कसरी गर्नु पर्ने त्यही नै म आज तपाईहरुलाई भन्दैछु ल हुन्छ सबसे पहिला चाहिँ अब सेटिंग्समा जानुपर्छ तपाईहरु यदि एन्ड्रोइड युज गर्दै हुनुहुन्छ भने चाहिँ सेटिंग्समा जानुस् सेटिंग्समा त्यहाँ डेटा सेभर भन्ने अप्सन हुन्छ हजुर त्यसलाई यसरी क्लिक गर्नुस् यहाँ जसरी यहाँ देखाइदिएको छु हजुर टक्कै देखाइदिएको छु त्यसरी क्लिक गर्नुस् र सेकेन्डली चाहिँ तपाईहरु अब फेसबुकहरु चलाउनुहुन्छ हजुर फेसबुकमा जानुस् अन्त प्रोफाइलमा जानुस् सबसे पहिला हजुर क्लिक गर्नुस् यहाँ मैले जसरी देखाइदिन्छु त्यसरी नै क्लिक गर्नुस् आफ्टर प्रोफाइलमा चाहिँ गएर सेटिंग्स एन्ड प्राइभेसी छ यहाँ सेटिंग्स एन्ड प्राइभेसी छ त्यो सेटिंग्स एन्ड प्राइभेसीमा क्लिक गर्नुस् आफ्टर त्यहाँदेखि चाहिँ के गर्नुपर्छ भने त्यहाँ फेरि सेटिंग्समै क्लिक गर्नुस् हजुर त्यसमा भित्र पनि सेटिंग्स हुन्छ है हजुर सेटिंग्स एन्ड प्राइभेसीमा पहिला गयो हजुर त्यहाँ भित्र पनि फेरि सेटिंग्स हुन्छ यहाँ मैले देखाइदिन्दैछु हजुर अन्त सेटिंग्स एन्ड प्राइभेसीमा गएर त्यहाँ चाहिँ मिडियामा जानुस् हजुर मिडियामा क्लिक गर्नुस् एकपल्ट अन्त मिडियामा क्लिक गरेर चाहिँ नेभर प्ले भिडियो इन अटो प्ले यहाँ जुन चाहिँ अप्सन छ त्यसलाई क्लिक गर्नुस् हजुर हो अनि त्यसो गर्नुभयो भने चाहिँ तपाईहरुको अटोमेटिक डेटाहरु सेभ हुन्छ किनभने त्यो अप्सनले चाहिँ के गर्छ भने चाहिँ तपाईले जुन चाहिँ भिडियो हेर्नु मन छ त्यो मात्रै प्ले हुन्छ नभए चाहिँ पहिला चाहिँ हाम्रो डिफल्ट चाहिँ के हुन्छ भने अटो प्ले अन भइराको हुन्छ हो हजुर ताकि सबै आफै अटोमेटिक प्ले भइराको हुन्छ जसरी तपाईले स्क्रल गर्छ अनि मुनिको आफै खोलिराको हुन्छ हजुर अन्त यो अप्सन अन गर्नुभयो भने चाहिँ तपाईले जुन चाहिँ भिडियो हेर्नु मन छ त्यो मात्रै खोलिदिन्छ प्ले हुन्छ अनि त्यसरी नै तपाईले बचाउन सक्छ होप दिस हैन यो सुझावहरु तपाईलाई के हेल्पफुल हुन्छ यो कुराले धेरै कुरालाई मान्छेलाई सुझाव उयो हुन्छ नि तपाईको आफ्नो डेटा प्याक कतिपल्ट हाल्नुपर्छ हामीले हैन हजुर तपाईको डेटा बुस्टरहरु हालिरहनु पर्दैन हैन यसो गर्नु भने तपाईको मन्थली प्याकले नै चल्छ र तपाईहरुलाई पनि जो सेटिंग्सहरु अन गर्नुस् ताकि तपाईहरुले पनि बचाउन सक्नुहुन्छ आफ्नो डेटाहरु र आफ्नो पैसा पनि थ्यांक यू भेरी मच Thank you, sir. Hope I helped you a lot and have a wonderful time ahead. Thank you so much.